हेलो गाइस, आज आपको ले चलते हैं तेंचू फेस्टिवल। एक यहाँ पर मोनेस्ट्री है, सांगचे डोजी मोनेस्ट्री। वहाँ पर ये इसको गुम्फा डांस भी बोलते हैं यहाँ पर इन पेडोंग। सो टुडे आई एम गोइंग टू टेक यू देयर फॉर दिस तेंचू फेस्टिवल। इट इज़ वेरी फेमस एंड इट इज़ हेल्ड एवरी ईयर ओवर हियर। बड़ा अच्छे, यू कैन सी द डांस, लामा डांसिंग एंड हाउ दे डांस इन फ्रंट ऑफ यमराज, और वो कैसे कैसे मतलब उसको दिखाते हैं अपने उसमें ट्रेडिशनल में। जस्ट लव इट। इफ़ यू लाइक इट, लाइक एंड सब्सक्राइब। थैंक्स। गाइस देखो, गुम्बा तमाशा पेडोंग का तो खाने गुम्बा का प्रोग्राम है। आज सेकंड दिन है गुम्बा तमाशा। गाइस देखिए ये गुम्बा। नराम्रो कर्म गऱ्यौँ भने हामी मरेपछि हामी जतिकै भागे तापनि यो सजाय भोग्नै पर्छ हामी भन्ने कुरो यहाँ दर्शाइएको छ। अब तपाईँहरूको समक्षमा पुनच्छु जो यमराजको दूत हो, उहाँ रसेलङ्गो जो ग्रुपको ग्रुप लिडर र दुईवटा त्यहाँ कुकुर पनि छ। उहाँहरूले यस पापी आत्मालाई पक्रेर लिएर आउँदैछन् र ऊ जत्तिकै हामी मरेपछि हाम्रो आत्मा त्यसरी भाग्नु खोज्छ तर भाग्नु सक्दैन। यसरी दुईवटा कुकुर अनि एउटा जरायु अनि यो बाँदर अनि ब्रह्मपुर भएर यो पापीलाई अघि त एकदम पैसा उठाएर धनु पकारमा माछा झुकाएर आउँदै थियो। दुर्लभको हामी पनि जीवित हुँदा चाहिँ मेरो तागत छ, म जे पनि गर्न सक्छु भन्छौँ, तर मरेपछि चाहिँ आत्माको हालत यस्तै हुन्छ भन्ने कुरो यहाँ देखाइएको छ। अब पापी हो धनुकाँडसँगै छ। जीवित अवस्थामा कतिजनाको ज्यान लियो होला, कति प्राणी मारे,
कति पाप गऱ्यौँ। अब अहिले मरेपछि अवस्था यस्तो हुन्छ, हाम्रो पनि त्यही अवस्था हुनेछ। त्यसैले पापबाट हामी सदैव टाढा बस्नुपर्छ भन्ने कुरो यस दृश्यबाट तपाईँहरूलाई वर्णन भइरहेको छ। हामी आफैलाई सोचौँ, जब हाम्रो शरीर प्रकारले मनमा सोचेर अनि यो चिजलाई मलाई यो चिजको हाबी नहोस्। न्यानो अभिवादन जनाउँदै स्वागत गर्दछौँ र समस्त जनसाधारणको निम्ति हाम्रो लेङ्गे अनि गुम्बाका जिम्दाहरूको निम्ति विशेष जानकारी दिन चाहन्छु। यो जुन नयाँ बनिँदै गुम्बाको माथि सोलर लाइट लगाइएको छ, रिम्पोचीको जिम्चुको तल सोलर लाइट लगाइएको छ अनि माथि हाम्रो जहाँनिर लामाहरू बस्ने गर्दछ त्यहाँनिर पनि सोलर लाइट। अरू चाहिँ एकदम पैसा उठाएर धनु पकारमा माछा झुन्डाएर आउँदैथ्यो थियो। हामी पनि जीवित हुँदा चाहिँ मेरो तागत छ, म जे पनि गर्न सक्छु भन्छौँ, तर मरेपछि चाहिँ आत्माको हालत यस्तै हुन्छ चाहिएको छ। घरिघरि जान्छ यताबाट। अब माथिको धनुकासँगै छ। जीवित अवस्थामा कतिजनाको ज्यान लियो होला, कति प्राणी मारे, कति पाप गर्यो। अब अहिले मरेपछि अवस्था यस्तो हुन्छ, हाम्रो पनि त्यही अवस्था हुनेछ। त्यसैले पापबाट हामी सदैव टाढा बस्नुपर्छ भन्ने कुरो यस दृश्यबाट तपाईँहरूलाई वर्णन भइरहेको छ। हामी आफैलाई सोचौँ, जब हाम्रो शरीर बक्साभित्र हुन्छ, आत्मा कहाँ भड्किरहेको हुन्छ,
त्यति बेला आत्माले त आफ्नो शरीर देखिरहेको हुन्छ, तर त्यो शरीरभित्र प्रवेश गर्न सक्दैनन् र यसरी नै भड्केर डुब्नुपर्छ। तर यदि धर्म गरेको छौँ भने यता आँखाको देवतापट्टि हामीले स्थान पाउनेछौँ। त्यसको मतलब हामी मोक्ष भएर जानेछौँ। अब हेर्नुहोस्, पापी भाग्यो, आत्मा भाग्ने चेष्टा गर्यो र यसलाई यमदूतले जसै गरे पनि पक्रेर लिएर आउँछ। र अहिले जति हामीले काटमार गर्छौँ, अरूलाई झुटो बोल्छौँ, पाप गर्छौँ, त्यति बेला त हामी भाग्न सक्छौँ नि। तर यसरी मरेपछि त यो आत्मा त भाग्नै सक्दैन रहेछ। यमदूतको यति साह्रो आँखा उहाँको हुन्छ, उहाँबाट हामी कहिले पनि टाढा बस्न सक्दैन। र यत्रो बृहत रूप धारण गरेको यमराजको अगाडि कामदै बस्नुपर्छ। उड्नु भएको छ र अब देवतापट्टि हामी मरेपछि हाम्रो आत्मा देवतापट्टि जाने हो कि या यमदूतको पट्टि गएर फेरि जन्म लिने हो, यसको फैसला चाहिँ यसरी गरिन्छ भन्ने। यदि नराम्रो कर्म गऱ्यौँ भने हामी मरेपछि हामी जतिकै भागे तापनि यो सजाय भोग्नै पर्छ हामी भन्ने कुरो यहाँ दर्शाइएको छ। अब तपाईँहरूको समक्षमा पुनः छु जो यमराज हो, उहाँ रसलङ्गो जो ग्रुपको ग्रुप लिडर र दुईवटा त्यहाँ कुकुर पनि छ। उहाँहरूले यस पापी आत्मालाई पक्रेर लिएर आउँदैछन् र ऊ जत्तिकै हामी मरेपछि हाम्रो आत्मा यसरी भाग्नु खोज्छ, तर भाग्नु सक्दैन। यसरी दुईवटा कुकुर अनि एउटा जरायु अनि यो बाँदर अनि जमटुट भएर यो पापीलाई अघि त एकदम पैसा उठाएर धनुकाँडमा माछा झुकाएर आउँदै थियो, डुल्दै। हामी पनि जीवित हुँदा चाहिँ मेरो तागत छ, म जे पनि गर्न सक्छु भन्छौँ, तर मरेपछि चाहिँ आत्माको हालत यस्तै हुन्छ भन्ने कुरो यहाँ देखाइएको छ। अब पापी हो धनुकाँडसँगै छ। जीवित अवस्थामा कतिजनाको ज्यान लियो होला, कति प्राणी मारे, कति पाप गरे। अब अहिले मरेपछि अवस्था यस्तो हुन्छ, हाम्रो पनि त्यही अवस्था हुनेछ। त्यसैले पापबाट हामी सदैव टाढा बस्नुपर्छ भन्ने कुरो यस दृश्यबाट तपाईँहरूलाई वर्णन भइरहेको छ। हामी आफैले आफैलाई सोचौँ, जब हाम्रो शरीर
यसलाई राम्ररी उनीहरू त हिँड्दै जान्छ नि यसो अन्त यसो यता घुमाउनु त्यही त खुट्टा एक्सर्साइज कतिजना रहेछ टोटल हेर कतिजना यो डल्ले यहाँबाट गीत पनि यहाँ त्यतिबेला चाहिँ यस्तो तान्नु नि यता गर्नु नि जब यो यता जान्छ नि यसलाई यता लगाइहाल्नु यो ब्लाइन्ड बस्छु अच्छा अब यो खुट्टो निक्ल्यो उता हाल्यो यता आउँछ नि यहाँ आउँछ त्यहाँबाट देख्छु त